नेपालमा बसेर ब्याचलर पढ्दै गरेको केटीको अ डे इन माई लाइफमा हजुरहरूलाई स्वागत छ। हाई गाइज, आजभोलि चाहिँ मेरो हरेक दिन उस्तै उस्तै नै हुन्छ, त्यसैले आई एम सो कन्फ्युज कि म के भिडियो हालौँ भनेर। यही कारणले गर्दा चाहिँ आजभोलि मेरो भ्लग चाहिँ एकदमै कम आइरहेको छ। एन्ड आई रियली वान्टेड टु नो कि तपाईँहरूलाई कस्तो खालको भिडियोज मनपर्छ भनेर। अनि हिजो राति चाहिँ पानी परेको थियो, त्यसैले चाहिँ आजको मौसम चाहिँ एकदमै राम्रो थियो। अनि म चाहिँ कलेज गएर आएँ। मैले हिजो राति डेकोरेट गरेको मिरर चाहिँ बिहान उठ्दा भुइँमा खसेको थियो। अनि आज चाहिँ मैले आफ्नो बेडसिट पनि चेन्ज गरेँ। अनि बेलुका चाहिँ म गएँ हटिया तरकारी लिनको लागि। तरकारी किन्दा किन्दै एक्कासी यति ठुलो पानी पर्यो। अनि हामी चाहिँ कुदेर पसलको साइडतिर बस्यौँ। अनि मैले चाहिँ पकौडी खाएँ। अनि एकछिन पछि चाहिँ म रुममा आएँ तरकारी लिएर। अनि एक्लै बस्दाको सबैभन्दा गाह्रो काम भनेको खाना खानु। जति सुकी मिठो खाना भए पनि मलाई चाहिँ एक्लै खानै खान मन पर्दैन। आजको दिनको अन्तिम र मेरो फेभरेट काम भनेको बुक पढ्नु हो। अनि बाहिरको मौसम हेर्न सक्नुहुन्छ, एकदमै धेरै खतरनाक थियो। एन्ड द्याट्स इट फर टुडे। थ्याङ्क यू सो मच फर वाचिङ।